साथीहरू नमस्ते। मेरो युट्युब च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। आज चाहिँ म तपाईहरुलाई हाम्रो गाउँघरमा अवस्थित केही खोला नाला र वातावरणीय दृश्यहरू देखाउन गइरहेको छु। ल हेर्नु साथीहरू, चाहिँ हाम्रो विद्यालय नजिकै रहेको खोला चाहिँ सानो सानै छ। ल खोला बगिरहेको यहाँदेखि एकदम राम्रो दृश्यहरू छन्। हरियाली, बोट बिरुवा, यहाँ चाहिँ उत्तिसको बिरुवाहरू धेरै नै छन् साथीहरू। यहाँबाट खोला तरेर गएपछि पारी एकदमै रमणीय गाउँको दृश्यहरू देखिन्छन्। ल हेर्नुहोस् साथीहरू, जङ्गलको वातावरणहरू एकदमै सुन्दर देखिन्छ। यहाँदेखि जाँदै गर्दा हाम्रो गाउँ चाहिँ छिन्तापु हो साथीहरू। छिन्तापुदेखि अलिकति सानो खोला तरेपछि चाहिँ यहाँ एउटा एकदमै सुन्दर गाउँ भेटिन्छ। दुईटा खोलाको बिचमा रहेको यो गाउँ चाहिँ एकदमै सुन्दर छ। यो गाउँलाई चाहिँ बुढी खोला भनेर नामाङ्कन गरिन्छ साथीहरू। बुढी खोला भनेर चिनिन्छ। ल हेर्नुहोस्, सानो गाउँ तर एकदमै सुन्दर छ। यो दुईटा खोलाको बिचमा रहेको यो सुन्दर गाउँ चाहिँ एकदमै राम्रो ठाउँ छ। यहाँदेखि पारिपट्टि चाहिँ पोखरी हो साथीहरू। ल हेर्नुहोस् है साथीहरू, हाम्रो गाउँबाट देखिने केही दृश्यहरू। यहाँबाट हुँदै हुँदै अब यहाँदेखि पारिपट्टि पनि खोला भेटिन्छ एउटा। चराहरू उडिरहेको छन्। चिरबिर चिरबिर आवाजहरू दिइरहेको छन्। शान्त वातावरणमा चराको चिरबिर चिरबिर आवाजहरूले एकदमै चराको आवाजहरू एकदमै सुन्दर सुनिरहेको छ। ल उत्तिसको बिरुवा धेरै छ। जङ्गल चाहिँ निकै ठुलो नै छ। यहाँ रोडको छेउछेउमा चाहिँ अम्लिसोको बिरुवाहरू रोपेको छ। एकदमै सुन्दर भ्यूहरू देखिन्छ यहाँबाट। घरहरू आउँदै गएको छ। साथीहरू, दुईटा खोलामा अवस्थित सानो र सुन्दर गाउँको दृश्य हेर्नुहोला।
ल साथीहरू, यहाँबाट चाहिँ पुरै गाउँ देखिन्छ। यति बेला चाहिँ हाम्रोतिर चाहिँ मकैहरू पाक्दै गरेको अवस्था छ। ल पारिपट्टिको दृश्य। ल यति बेला हाम्रोतिर चाहिँ साथीहरू कोदो रोप्ने बेला भएको छ। कोदोहरूको बिउहरू काटिरहेको दृश्यहरू देख्नुहुँदैछ। फुपाई के गर्नुहुँदैछ हौ? यहाँ खोला हेर्नु ल्याएको साथीलाई, नन्दीकला मिसलाई। फुपू। ल साथीहरू, अम्लिसीको बिरुवा तपाईँहरूतिर हुन्छ कि हुन्न? अम्लिसो कस्तो हुन्छ लु हेर्नुहोस् है, चिन्नु भएको छैन भने यस्तो हुन्छ। अब चाहिँ पल्लो खोला भनेको थिएँ नि साथीहरू, खोला आइपुग्नु आँटे जस्तो छ। ल हेर्नुहोस् खोलाको दृश्य अझै अत्यन्त राम्रो छ। दुईटा खोलाको सङ्गम हो कि यो चाहिँ साथीहरू। ल माछा पनि छ होला यहाँ। बगिरहेको छ है साथीहरू खोला। जिन्दगी खोला जस्तै बगिरहेछ, बगिरहेछ। ल साथीहरू, यहाँ तल चाहिँ दुईटा खोलाको सङ्गम छ। ल पल्लो खोलाबाट पल्लो खोला लागिँदैछ। यस्तो प्रकृतिको दृश्य तपाईँहरू कसलाई मनपर्छ कमेन्ट गर्नुहोला। दुईटा खोलाको मिश्रण भएको ठाउँ हो यो चाहिँ। पानी आएको बेला चाहिँ खोला तरि नसक्ने हुन्छ, ठुलो नै हुन्छ होइन। अहिले चाहिँ अब पानी आएको छैन। पानी नआएको हुनाले ठिकै छ। पानी नआइन्जेल चाहिँ खोलाहरूले खोल्साको रूप लिन्छ। पानी आएपछि फेरि समुद्रै हुन्छ साथीहरू। ल त साथीहरू, तपाईँहरूलाई यही प्रकृतिको दृश्यहरू देखाउँदै कस्तो लाग्यो तपाईँहरूलाई साथीहरू? लाइक कमेन्ट सेयर गर्नुहोला। ल साथीहरू, तपाईँहरूलाई प्रकृतिको दृश्यहरू देखाउँदै आजको मेरो भिडियो यहीँ अन्त्य गर्दछु। मन परेमा लाइक कमेन्ट सेयर र एक सब्सक्राइब गरिदिन नभुल्नुहोला। हस् त, नमस्ते।